दर्शकले नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। म लुडो सङ्पो यस शब्दको तिब्बत परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। भारत सबैभन्दा बढी तर्कशास्त्रीहरूको देश। डाक्टर एपीजे अब्दुल कलामको 89 जन्मदिनमा परमपवन दलाई लामा ज्यूको भनाई। परमपवन दलाई लामा ज्यूले विश्व खाद्य कार्यक्रमले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकोमा बधाई। परमपवन दलाई लामा ज्यू र केन्द्र प्रशासनका प्रमुखले हिमाचलका प्रधानमन्त्रीलाई शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना। अरूको लागि चिन्ता गर्नु आन्तरिक शान्ति विकासको बराबर। विश्व मानसिक स्वास्थ्य दिवसमा परमपवन ज्यूको भनाई। तिब्बती मुद्दाहरूको लागि अमेरिकाको नयाँ विशेष संयोजक रोबर्ट ए डेस्ट्रोको नियुक्ति। परमपवन दलाई लामा ज्यूको विचारहरू र ईयूको लागि प्रशंसाबारे वेबिनार। तिब्बत चासो समूहले युरोपियन संसदमा चीनको जबरजस्ती श्रम शिविरबारे मुद्दा उठाउने बाचा। केन्द्र तिब्बती प्रशासनले भारतका केन्द्रीय मन्त्री र तिब्बत समर्थक रामविलास पासवानको निधनमा शोक व्यक्त। कल्मिकियाले परमपवन ज्यूको भ्रमणको स्मरणमा एउटा मन्दिरको निर्माण। चीनको संयुक्त राष्ट्र मानव अधिकार परिषदमा चुनाव। संयुक्त राष्ट्रको विश्वसनीयतामा दाग। केन्द्र प्रशासनका प्रमुखको भनाई। अब समाचार विस्तारमा। यस हप्ता बिहिबार भारतका दिवंगत पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामको जन्मदिवसमा मुख्य अतिथिका रूपमा परमपवन दलाई लामा ज्यूलाई आमन्त्रित गर्नुभयो, जहाँ उनले एक शान्तिमय विश्वको बारेमा भाषण दिनुभयो। Now India generally, I always say, 1,000-year-old, about a 3,000-year-old India's tradition, ahimsa, karuna. You see this, wonderful, since you see this tradition, which based on ahimsa and karuna, meantime utilize logical approach. परमपवन ज्यूले बुद्धि प्रशिक्षण गर्ने भारतको प्राचीन ज्ञानलाई सराहना गर्दै यो देशले विश्वमा धेरै सङ्ख्यामा तर्कशास्त्रीहरू उत्पादन गरेका छन् भन्नुभयो। परमपवन दलाई लामा ज्यूले संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले 2020 को नोबेल शान्ति पुरस्कार जितेकोमा बधाई दिनुभयो। The Norwegian Nobel Committee has decided to award the Nobel Peace Prize for 2020 to the World Food Programme. कार्यकारी निर्देशक डेभिड बेस्लेलाई बधाई पत्रमा परमपवन दलाई लामा ज्यूले यो पुरस्कार विश्वमा भोगभरि काम गर्नका लागि संस्थाको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिएको हो भन्नुभयो। परमपवन दलाई लामा ज्यू र केन्द्र प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेले हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले कोभिड-19 को सकारात्मक परीक्षणपछि क्वारेन्टिनमा बस्ने घोषणा गरेकोमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। विश्व मानसिक स्वास्थ्य दिवसलाई प्रकाशित गर्दै केन्द्र प्रशासनका स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा परमपवन ज्यूले अरूको लागि चिन्ता गर्नु आन्तरिक शान्ति विकासको बराबर हो भन्नुभयो। उहाँले कोरोना भाइरस सङ्कटको छिट्टै समाधानको लागि स्वास्थ्य प्रणालीमा काम गर्ने सबैको निस्वार्थ प्रयासहरूको लागि सराहना गर्नुभयो। प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेले पनि तिब्बती समुदायमा मानसिक स्वास्थ्य प्रवर्धनको लागि समग्र दृष्टिकोण अपनाउने आह्वान गर्नुभयो। यस बुधबार अमेरिकी राज्य विभागले तिब्बती मुद्दाहरूको लागि विशेष संयोजक नियुक्त गर्दै ट्रम्प प्रशासनमा पहिलो पटक भूमिका भइरहेको घोषणा गर्नुभयो। संयुक्त राज्य अमेरिकाका सचिव माइक पोम्पियोको एक विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र श्रम ब्युरोका सहायक सचिवको रूपमा काम गर्ने रोबर्ट डेस्ट्रोलाई संयुक्त रूपमा तिब्बती मुद्दाहरूको लागि संयुक्त राज्य अमेरिकाको विशेष संयोजकको रूपमा काम गर्ने छन् भन्नुभयो। Today I'm also pleased to announce that Assistant Secretary Robert Destro, over here, good to see you,
The Assistant Secretary Robert Destro of the Bureau of Democracy, Human Rights, and Labor will also serve simultaneously as the U.S. Special Coordinator for Tibetan issues. He will focus on advancing dialogue between the communist-run government in Beijing and the Dalai Lama, protecting the distinct religious, cultural, and linguistic identity of Tibetans, improving respect for their human rights, and much, much more. रोबर्ट डेस्ट्रो तिब्बती मुद्दाहरूको लागि 6औं अमेरिकी विशेष समन्वयक हुनेछन्। युरोपियन युनियनका आर्थिक र सामाजिक समितिका पूर्व राष्ट्रपति श्री हेनरी मलोजेले गत साता बुधबार स्वतन्त्रता, पर्यावरण र युरोपियन युनियनको प्रशंसा सम्बन्धी परम पावन दलाई लामा ज्यूको विचारहरूबारे एक वर्कसप आयोजना गर्नुभयो। मुख्य वक्ताको रूपमा तिब्बती दूतावास कार्यालय ब्रसल्सका प्रतिनिधि श्री टसी फुन्जोकले एक मानवता र एक ग्रहबारे परम पावन ज्यूको गहिरो विचारको वर्णन विस्तृत रूपमा गर्नुभयो। गत हप्ता शुक्रबार युरोपियन संसदमा तिब्बत चासो समूहले एउटा वेबिनार आयोजना गरेको थियो, जसमा सदस्यहरूले चीनको जबरजस्ती श्रम शिविरको मुद्दा उठाउने बाचा गरेका थिए। सो कार्यक्रमको आयोजना र अध्यक्षता एमईपी मिकोलस पेक्सा अध्यक्ष टीआईजीले गरेका थिए र सम्मानित अतिथिका रूपमा केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेको उपस्थित हुनुभएको थियो। गत हप्ता केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेले धेरै आभासी बैठकहरूमा भाग लिनुभएको थियो। यस हप्ता मंगलबार फोरम 2000 द्वारा आयोजना गरेको वैक्लेफ हेवेल ह्युमन राइट्स सिम्पोजियम अन चाइना संगोष्ठीमा डाक्टर सिंघेले चीनको पारदर्शिता र मानव अधिकारप्रति उपेक्षा गरेकोमा आलोचना गर्नुभयो। Now what China is also doing, they are restructuring and influencing United Nations. Of the 15 agencies, they have key people. Of the 15 agencies, 4 or 5, the main boss, the secretary generals, are Chinese officials. In the remaining 10 or so, they are either under or assistant under secretary general, and so on and so forth. Already, they are in the United Nations agencies. चीनको 70 वार्षिक उत्सवको महत्त्वमा डच वेल्लेका एन्थोनी होवर्डलाई सम्बोधन गर्दै डाक्टर लोप्सा सिंघेले चीनको वार्षिक उत्सव भनेको तिब्बती जनताको अवरोध, अवैध कब्जा र हिंसात्मक अधिग्रहण हो भन्नुभयो। According to Chinese military archive, from the month of March of 1959 to October of 1960, 87,000 Tibetans were killed. And 98% of monasteries and nunneries were destroyed. 99% of monks and nuns were disrobed. So yes, it means for us, the anniversary means destruction, illegal occupation, and violent takeover of the Tibetan people. केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघे र तिब्बती संसदका सभापति श्रीमान पेमा जुग्नेलले केन्द्रीय मन्त्री र तिब्बत समर्थक श्री रामविलास पासवानको परिवारप्रति शोक व्यक्त गर्नुभयो, जसको दिल्लीमा 74 वर्षको उमेरमा निधन हुनुभयो। तिब्बती दूतावास कार्यालय रसियाले कल्मिकिया गणराज्यको केचनेरी गणतन्त्रमा बौद्ध मन्दिरको भविष्य निर्माणको लागि एउटा महत्त्वपूर्ण अनुष्ठान आयोजना गर्नुभयो, जसमा सन् 1992 मा परम पावन दलाई लामा ज्यूले शिक्षा प्रदान गर्दै भविष्यमा बौद्ध मन्दिरको निर्माणको लागि उक्त स्थानलाई पवित्र बनाउनु भएको थियो। मानद प्रतिनिधि टेलो टुगु रुम्बुछेले दलाई लामाको कल्मिकिया भ्रमणको फोटो एल्बम दान गर्दै भावी मन्दिरको स्थापनाका लागि सबै पवित्र बौद्ध स्थानहरूबाट पृथ्वी र परम पावन दलाई लामा ज्यूले मूर्ति राख्नुको लागि दान गरेको विशेष पदार्थ पनि ल्याउनु भएको थियो। केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंघेले संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई चीनको निर्वाचनमा असन्तुष्टि व्यक्त गर्दै तिब्बत, पूर्वी तुर्किस्तान, हङकङ, दक्षिण मङ्गोलिया र अन्य क्षेत्रहरूमा चीनले गरेको मानव अधिकार उल्लङ्घनको बढ्दो प्रमाण भए तापनि निर्वाचन हुनु संयुक्त राष्ट्र मानव अधिकार परिषदको विश्वसनीयतामा अमिट दाग लागेको छ भन्नुभयो। यस हप्ता मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालयमा चलिरहेको 75औं महासभाको बैठकमा चीन संयुक्त राष्ट्र मानव अधिकार परिषदमा निर्वाचित भएको छ। नतिजा एकदम अपेक्षित भए तापनि अघिल्लो चुनावको तुलनामा चीनले कम समर्थन देखायो। एसिया प्रशान्त क्षेत्रका 4 सिट र 5 जना उम्मेदवारको साथ
चीन 139 भोटको साथ चौथो स्थानमा छ। हस् त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को सप्ताह फेरि भेटौँला। तसिदेले नमस्ते।